रुको जरा सबर करो बोला हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल हो आज चाहिँ म घर जाँदैछु अन्त त्यहाँदेखि चाहिँ हिँड्दै जाँदै थिएँ नि त मैले बिगारेको अरे तर होइन त्यो कुरा चाहिँ समझ रहे हो आप पठाउँदिनँ हेलो बाई बाई अन्त यस्तै चल्दैछ अब हामी म त कुनै के को पढी भने जस्तै सेतो लगेको पढी हाइलाइट निलम होइन स्ट्रेस लगाएको छ नि 12 बजी राति यस्तो पूर्णेको दिन यस्तो छ मेन्टल हेल्थ अलिक ठिक छैन है मैले जिते लास्ट मैले भने नि लेकिन ये साला कर क्या रहे हैं तन्तला पुर घाम लागिरहेछ अन्त हामी चाहिँ फुपूको दोकान पुग्यो All the best, special all the best, special exam अन्त आज जुसको एक्जाम छ हैन हारो गरेर आऊ फारेर आऊ भनेको घस्याइदिएर पठाउनु आँटेको छु राम्रो गरेर आउनुहोस् all the best अन्त मेरो छुना यहाँ मेहनत गर्दैछ काम सको डाइर अब चाहिँ म जान आँटेको छुना म जान आँटेको मलाई के भन्नु छ हिजोसम्म मलाई पुरा गाली गर्दै छुनाले चाहिँ रुको जरा सबर करो मलाई बेकार भन्यो छुनाले आजको दिन आएर हो कस्तो छ बाई बाई नोट्स लेख्नु पर्को नोट्स मेरोमा छैन नि त त्यसको लागि हामी चाहिँ बाइपासमा छ अब हामी लाग्दैको घर आफ्नो गरी लाग्दैको भन्नाले मतलब गएको भनेको नि अब तपाईँ एक्लै हुने भयो हामी सब जाप्पै जान्छ कौन है ये लोग कहाँ से आते हैं ल बाई बाई गइहाल्नु अब अर्को मलाई त कोमाको याद आयो अब हामी दुईजना मात्रै भयो त्यहाँदेखि म एक्लै हुन्छु जन्मिँदा नि एक्लै जन्मिने हो जान्दा नि एक्लै जाने हो मर्ने नि एक्लै हो बात तो सही है हुँदा हो कि तर पनि इट हर्ट्स भन्नु अरे फाइनली गाइस म चाहिँ मेरो घर आइपुग्न आँटेँ मेरो हातमा चाहिँ यस्तो छ यो चाहिँ बियर पापाको लागि यो चाहिँ मेरो दादाको उयो हेलमेट म दादाको बाइकमा आएको नि त त्यही भएर चाहिँ जानेछु अहिले अन्त के भन्नु अब यहाँ गाउँ आउँदाखेरि अर्कै खुसी छ हो भन्नु अरे तू समझा हाँ नहीं तू समझा नहीं अब चाहिँ म दादाको घर आइपुग्न आँटेँ हो अनि भाइ पर रहेछ मैले आज यिनीहरूलाई मिठाई पनि लग्दिनँ हो अनि आज त गर्छ होला किनकि मेरो पैसा थिएन नि त आज चाहिँ मेरोमा 1 रुपियाँ पनि थिएन त्यही कारण चाहिँ मैले केही पनि लगिदिनँ त्यसो छ ओइ के गरेको
सम्झना हो त्यो चाहिँ डेक्ची डाइभर गर्दो रहेछ यता मेरो हातमा अम्मा यो केटी त के हो त्यस्तो ओइ कुरी 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 यहाँ हेर्दा यो त लुके कैसे कैसे लोग रहते हैं यार यहाँ अहिले चाहिँ म दादाहरूको घरको मुनि पुगेँ जाँदैछु पुरा गरम भयो मेरो यो पान चाहिँ लुज भएर यहाँ बिजोग भइरहेछ हो त्यहाँबाट चाहिँ मैले मम्मीलाई सुनपापी लगिदिइरहेछु हो अन्त पुरा मन पराउँछ नि त अन्त चाहिँ मेरो पैसा गाडी भाडा बाँचेको थियो नि त अन्त त्यही पैसा लगिदिइरहेछु मम्मीको रियाक्सन कस्तो हुन्छ हेर्छु अब पाउ त रहेछ ओइ अम्बो यो कत्रो बढे भएछ हौ काले काले यसले मलाई आइज काले अम्मै कत्रो ठुलो भएछ हौ ल हिँड्ने मेरो गाउँ चाहिँ यस्तो भएको छ हो सबै उयो गरेर अनि यसो छ मेरो मम्मी हो मम्मीलाई मेरो गिफ्ट छ मम्मी ए मम्मीलाई मैले गिफ्ट ल्याइदिएको छु यहाँ आउनु त यहाँ आउनु न छिटो गिफ्ट आउनु त यहाँ यो मेरै पैसा ल्याइदिएको लु मम्मीको फेभरेट मिठाई ल्याइदिएको छु यिनीहरू खाँदैछ मैले लिएर आएको सो आउनु चाहिँ अघि आइपुगेको घरि घर सोर्दा है घर सफा गर्नु थियो नि त घर पुरा डरलाग्दो मैला भइरहेको थियो अन्त चाहिँ घर मेरो रुम सफा गरेँ त्यहाँदेखि बाहिर आँखामा पुरा झुडी भइरहेको छ सबै सफा गरिदिएँ आधी जस्तो पनि सफा गरिसकेँ किनकि रात गरिसक्यो अन्त